हेलो गाइज, सबैलाई के छ? यसको बुढाबुढी मिलेर कता जान लागेको भनेर सोच्दै हुनुहुन्छ होला। आज हामी चाहिँ खेततिर बोडी ठटाउन जान लागेको। हजुरहरूको घरतिर बोडी ठटाएर भ्याइसक्नुभयो होला। हाम्रो घरतिर बल्ल सुरु हुँदैछ। झन् सासु बुहारी छोरो भएर सँगै जाने भनेको त मम्मी रिसाएर अगाडि हिँडी पो सक्नु भएछ। मेरो बुढीले काम गर्न सके पनि हिँड्न चाहिँ नसक्ने नै हो होइन। कति ढिलो हिँडेको, कुर्दा कुर्दा झ्याउ नै लागिसक्यो। अनि हजुरहरूको घरतिरको रोड चाहिँ कस्तो छ? हाम्रो घरतिर त यस्तो छ। हाम्रो घरतिरको हालत ल हेर्नुहोस्, यस्तो छ। अनि हामी बारीमा पुग्दा त मम्मीले बोडी ठटाएर झन्डै आधा नै भइसक्नु भएको। कति ढिलो आएको भनेर एकछिन मम्मीले बेसरी कराउनु भयो। अनि त्यसपछि हामी पनि गाली खाएर आफ्नो कामतिर लागेँ। बुढी लागिन् लौरी खोज्न र अनि म पनि आफ्नो कामतिर लागेँ। मस्तले बेलौती चपाउँदै यताउता हेर्दै हिँडिरहेँ। कति बेलौती मात्र चपाउने भनेर एकछिन मैले पनि बोडीलाई मारी झ्याम्के झ्याम हानिदिएको त मेरो अनुहारबाट त पसिना चुइन पो थालिसकेको। पसिनालाई झ्याम झुम लाएर कपडाले यसो पुसेर आनन्दले बस्न लागेको त मम्मीले फेरि बोडी उता सार्न भनेर बोलाइहाल्नु भयो। अनि मैले बोडी ओसारेर यता ल्याइदिएपछि मम्मीले झ्याम 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 लाएर निफान्नु भयो। अनि त्यसपछि निफानेर यताउता गरेर बटुलेर हामी चाहिँ अब घरतिर लाग्न लागेको। अनि आजको मिनी भ्लग यहीँसम्म। सबैलाई बाई बाई। अनि यो मिनी भ्लग मन पर्यो भने सबैले लाइक र कमेन्ट गरिदिनु होला। मबाट केही अन्जानमा गल्ती भयो भने मलाई सबैले कमेन्टमा सम्झाइदिनु होला र धन्यवाद। बाई बाई।